हेर यहाँ यसको अनि आइज यता अगाडि आइज न चलेर यो कुटुम तल कुटुम अनि अब हामी एकछिन यहाँ बस्ने अनि झर्ने फेरि झरेर फेरि आफ्नो आफ्नो कामतर्फ लाग्नु छ अनि दिस इज कटर यहाँ चाहिँ एकदम यो कुन खालको कटर हो यो यस्तो खालको अनि यहाँ छ कटरहरू यहाँ चाहिँ एकदम मिठो हुन्छ यो कटर चाहिँ बबाल हुन्छ क्या अनि कागती ऊ तल छ कागती पनि रोपेको छ मैले फलेको छ अनि कागती चाहिँ तर धेरै टाइममा फल्यो क्या सो 5-6 वर्षै लाग्दैछ यो कागती हजुर फल्नलाई अनि दुईवटा बाख्रा यो भाइले पालेको रहेछ हाम्रो भाइले यो मरिचको बोट भयो त कागतीको बोट चाहिँ ऊ तल झ्याममा परेकोहरू छ तल तल यो रमाएर हो के गर्छस् म गइ त जान्छु अब रमाएर के गर्छस् त फुच्चे अनि सो अब हाम्रो घर चाहिँ यहाँ छ त्यो किचन हो भने माथिल्लो चाहिँ हाम्रो ठुलो घर हो अनि त्यहाँ परकेटाहरू छ हाम्रो चाहिँ यस्तो छ भ्यू अब सरर घुम्यो भने बिहान पखको भ्यू चाहिँ यस्तो छ अनि त्यो माथि डाँडा छ नि जुन त्यो चाहिँ झन्डी डाँडा भन्छ जस्तो अब पहिला चाहिँ जमानामा चाहिँ प्रख्यात चलेको त्यो डाँडा हो क्या त्यो चाहिँ तर अब अहिले चाहिँ त्यस्तो चलेको छैन मान्छेहरू आउँदैन नि त हाम्रो केराको बोट पनि प्रशस्त छ क्या तर अब यहाँतिर त्यस्तो भाउ लाउँदैन केरा खेती गरे पनि त्यस्तो साह्रो दाम आउँदैन क्या चरा उडेर